हाई मिनासान कोन्निचिवा। आजसम्म चाहिँ हामीले लेसन 1 to लेसन 11 सम्मको मिनिङहरू कम्प्लिट गरिसकेका छौँ। सो आज चाहिँ हामी लेसन 11 को काउन्टिङ मेथड लिएर आएका छौँ। सो काउन्टिङ मेथडमा चाहिँ जस्तो फर्स्टमा चाहिँ हाम्रो थिङ्ग्सहरू काउन्ट गर्दाखेरि के भन्ने त्यो रहेको छ। जस्तो थिङ्ग्स भन्नाले चाहिँ एप्पलहरू भयो, कि चियर, त्यो बाहेक पनि जस्तो आइसक्रिमहरू, त्यो बाहेक पनि थुप्रै कुराहरू हुन्छ। सो यो कुराहरूलाई चाहिँ कसरी काउन्ट गर्ने त? ओके, सो यसमा चाहिँ फर्स्टमा एकवटा भन्नुपर्दाखेरि चाहिँ हितोचु भनिन्छ। त्यस्तै दुईवटा भन्नुपर्दाखेरि चाहिँ फुताचु, फुताचु भनेको चाहिँ दुईवटा। त्यस्तै तिनवटा भन्नुपर्दाखेरि चाहिँ मिच्चु, मिच्चु भनेको चाहिँ तिनवटा। त्यस्तै योच्चु रहेको छ, योच्चु भनेको चाहिँ चारवटा, चारवटा भन्नुपर्दाखेरि योच्चु भनिन्छ। त्यस्तै पाँचवटा भन्नुपर्दाखेरि चाहिँ इचुचु, इचुचु भनेको चाहिँ पाँचवटा। त्यस्तै छवटा भन्नुपर्दाखेरि चाहिँ मुच्चु, मुच्चु भनेको चाहिँ छवटा। त्यस्तै नानाचु रहेको छ, नानाचु भनेको चाहिँ सातवटा, सातवटा भन्नुपर्दाखेरि चाहिँ नानाचु भनिन्छ। त्यस्तै याच्चु रहेको छ, याच्चु भनेको चाहिँ आठवटा, आठवटा भन्नुपर्दाखेरि चाहिँ याच्चु। त्यस्तै कोकोनोचु रहेको छ, कोकोनोचु भनेको चाहिँ नौवटा, नौवटा भन्नुपर्दाखेरि चाहिँ कोकोनोचु भनिन्छ। त्यस्तै तो रहेको छ, तो भनेको चाहिँ दसवटा, दसवटा भन्नुपर्दाखेरि चाहिँ तो भन्ने गरिन्छ। अब यसमा कतिवटा भन्नुपर्दाखेरि चाहिँ इकुचु भनिन्छ। इकुचु भनेर प्रश्न गर्दाखेरि चाहिँ सो यो माथिको कुराहरू चाहिँ एकवटा दुईवटा भनेर चाहिँ हामीले एन्सर दिन सकिने हुन्छ। त्यस्तै अब 2 नम्बरमा रहेको छ हाम्रो पर्सनहरू अथवा व्यक्तिलाई चाहिँ कसरी काउन्ट गर्ने भन्ने हुन्छ। सो व्यक्तिलाई काउन्ट गर्दाखेरि चाहिँ अरू सबैमा निन लगाउँदा हुन्छ, तर एक र 2मा चाहिँ के छ भने अलिकति फरक छ। एक भन्नुपर्दाखेरि चाहिँ हितोरी भनिन्छ, 2 भन्नुपर्दाखेरि चाहिँ फुतारी भनिन्छ। त्योभन्दा तल त जति आउँछ सो अङ्कको पछाडि चाहिँ हामीले निन लगाउँदा भयो। सो त्यसरी चाहिँ हामीले गर्न सकिने हुन्छ। अनि त्यसै गरी कतिजना भन्नुपर्दाखेरि चाहिँ नान्निन भनेर भन्न सकिन्छ। ओके, सो नान्निन भन्दाखेरि चाहिँ हितोरी, फुतारी, सान्निन, यो निन भनेर चाहिँ हामीले एन्सर दिन सकिन्छ। त्यसपछि पातला वस्तुहरूलाई कसरी काउन्ट गर्ने भन्ने छ। सो पातला वस्तुहरू अथवा पातला वस्तुमा चाहिँ जस्तो पेपरहरू भयो, टिकट, सर्टहरू काउन्ट गर्दाखेरि चाहिँ के भन्ने त भन्ने हुन्छ। सो यसमा चाहिँ सजिलो छ। कुनै पनि पातला वस्तुहरू काउन्ट गर्नु पर्दाखेरि चाहिँ सो अङ्कको पछाडि अथवा नम्बरको पछाडि चाहिँ हामीले माई लगाइदियौँ भने चाहिँ सो पातला वस्तुहरू चाहिँ मजाले कम्प्लिट गर्न सकिन्छ अथवा मजाले काउन्ट गर्न सकिन्छ। पातला वस्तु काउन्ट गर्दाखेरि चाहिँ पछाडि अङ्कको पछाडि माई लगाइदिने। ओके, सो एकवटा भन्दाखेरि इचिमाई, दुईवटा भन्दाखेरि निमाई, त्यस्तै तिनवटा भन्दाखेरि चाहिँ सानमाई रहेको छ। सो त्यसरी हुने भयो। त्यस्तै कतिवटा भन्नुपर्दाखेरि चाहिँ नानमाई, नानमाई भनेको चाहिँ कतिवटा। ओके, यो त भयो हामीले पातला वस्तुहरू काउन्ट गर्ने तरिका। सो त्यसपछि हाम्रो मेसिनरी चिजहरू प्लस ट्रान्सपोर्टेसन अथवा यातायातका साधनमा चाहिँ के युज गर्ने भन्ने हुन्छ क्या। जस्तो मेसिनरी चिज भनेको मोबाइलहरू भयो, कम्प्युटर, डेस्कहरू भयो, त्यो बाहेक जस्तो थुप्रै गाडीहरू, कारहरू, यो चाहिँ कसरी काउन्ट गर्ने त? यसलाई चाहिँ यस्तो हुन्छ, एकवटा भन्दाखेरि यो पनि सजिलो छ। जस्तो कुनै पनि नम्बरको पछाडि हामीले दाई थप्यौँ भने सो भयो। कुनै पनि नम्बरको पछाडि हामीले दाई लगायौँ भने चाहिँ सो यतिवटा भन्ने भयो क्या। जस्तो इची दाई भनेको चाहिँ एकवटा, निदाई भनेको चाहिँ दुईवटा, सानदाई भनेको चाहिँ तिनवटा। ओके, सो त्यसरी काउन्ट गर्न सकिन्छ। अनि कतिवटा भन्नुपर्दाखेरि चाहिँ नान्दाई, नान्दाई भनेको चाहिँ कतिवटा भन्ने भयो। सो मेसिनरी चिज काउन्ट गर्दाखेरि चाहिँ दाई लगाउने। सो क्वेसन के अरे कतिवटा भनेर सोध्नु पर्दाखेरि चाहिँ नान्दाई। ओके, सो त्यसपछि हाम्रो खाइ रहेको छ। खाइ अथवा पटक, के खाइ भनेको चाहिँ पटक अथवा फ्रिक्वेन्सी काउन्ट गर्दाखेरि चाहिँ खाइ भनेर हामीले लगाउनु पर्ने हुन्छ। यसमा चाहिँ अलिकति 1 र 8 चाहिँ अलिकति फरक छ। अरू त सेम हाम्रो चाहिँ पछाडि खाइ लगाइदिने हो, नम्बरको पछाडि खाइ लगाइदिने हो। 1 लाई चाहिँ इखाइ भनिन्छ, सो 2 लाई निखाइ, 3 लाई सानखाइ, त्यसरी जाने भयो। सो त्यसपछि 8 लाई चाहिँ हाक्खाइ भनिन्छ। सो कतिपटक भन्नुपर्दाखेरि चाहिँ नानखाइ भनेर हामीले चाहिँ कतिपटक भनेर भन्न सक्छौँ। सो त्यसरी हामीले चाहिँ यसलाई पनि मजाले हाम्रो अरू सबैमा खाइ लगाइदिने, तर 1 र 8 लाई चाहिँ हामीले नोटिस गर्ने। सो 1 मा चाहिँ इखाइ, 8 मा चाहिँ हाक्खाइ। ओके, सो बाँकी त
अङ्कको पछाडि हामीलाई खाइ लगाउन आइ नै हाल्छ। ओके, सो त्यसपछि हाम्रो रहेको छ बिल्डिङको तल काउन्ट कसरी गर्ने भन्ने छ। सो बिल्डिङको तल काउन्ट गर्नु पर्दाखेरि चाहिँ अरू स्याम नै हो, अरू चाहिँ हाम्रो जुन पटक छ त्यो स्याम नै हो, तर के छ भने यसमा चाहिँ सान खाइरहेको छ कि सान के अरे अरू त हामीले जस्तो फ्रिक्वेन्सी काउन्ट गरे जस्तै हो। सो इक खाइ 1 तला, निक खाइ 2 तला, त्यसपछि 3 चाहिँ अलिकति फरक छ क्या। 3मा चाहिँ के छ भने 3मा चाहिँ सान गाइरहेको छ कि सान गाई। सो सान गाई भनेको चाहिँ 3 तला। ओके, सो त्यसपछि अरू सबै अङ्कको पछाडि खाइ लगाउँदै जाने। सो 8 चाहिँ के छ हाक खाइ, त्यति मात्र फरक हो। अनि प्लस अर्को के छ भने यसमा चाहिँ यसको क्वेसन गर्दाखेरि चाहिँ नान गाई भनेर आउँछ कि नान गाई भनेर क्वेसन गर्दाखेरि चाहिँ तला भन्ने हुन्छ, नान खाइ भन्नुपर्दाखेरि चाहिँ पटक फ्रिक्वेन्सी भन्ने हुन्छ। सो त्यसरी चाहिँ हामीले छुट्याउन सकिन्छ। ओके, सो साथीहरू यो काउन्टिङको भिडियो रहेको छ। तपाईँले यो भिडियो चाहिँ कस्तो लाग्यो त कृपया हामीलाई सुझाव सल्लाह अनि प्रतिक्रिया दिन नबिर्सनु होला भन्दै, साथै भिडियो मन परेमा चाहिँ लाइक कमेन्ट अनि युट्युब च्यानल सब्सक्राइब पनि गर्न नबिर्सनु होला। भेट्नेछौँ अर्को भिडियोमा। सो त्यहाँसम्मका लागि चाहिँ हामीलाई बिदा दिनुहोस्। हस् त, नमस्ते।